छोराले आफ्नो बाबा भेट्न पाउनुपर्छ भन्दै सुमन परियारले लेखे। आफ्नै पूर्व पत्नीलाई सामाजिक सञ्जालमा यस्तो स्ट्याटस। दर्शकबिन नमस्कार। छोराले आफ्नो बाबा भेट्न आउँदा फोटो खिच्दा खुसी हुँदा पढ्ने बच्चालाई कुटेर मानसिक तनाव दिएर राति घरबाट निकालेर लिन जाँदा लुकेर भिडियो खिचेर फेसबुकमा हाल्दा बच्चाको दिमागमा कस्तो असर पर्छ भन्ने नसोच्ने कस्तो आमा हो भन्दै यसरी सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन्। बच्चाको शिक्षा दिन सबै म आफैले गरिराखेको छु। खाली बच्चा हेर्ने, यस्तो गरेन उस्तो गरेन भनेर मलाई त सधैँ नराम्रो त गराइराखेकै हो। तर पनि मैले बच्चालाई असर पर्छ भनेर केही बोलेको छैन। अब चाहिँ अलि धेरै नै भयो। तपाईँहरूलाई लाग्दो हो मैले छोरासँगको फोटो भिडियो किन हाल्दिन भनेर। पहिला हाल्दा पनि बच्चालाई कुट्ने पिट्ने तेरो बाउलाई भेटिस् भने जस्तो शब्दहरू बोल्ने भएर मैले हाल्थिन। हामी बाबा छोरा प्राय फोन भइरहेकै हुन्छ, भेट भइरहेकै हुन्छ। केही परेको बेला बाबुले मलाई नै भन्छ, मैले नै गर्छु। मेरो कर्तव्य पनि हो। मेरो बाबासँग हुँदा धेरै खुसी पनि हुन्छ। हामी बीचमा जे भए पनि बच्चाको खुसी हेर्नुपर्छ जस्तो लाग्छ। मलाई कसैलाई नराम्रो गर्नु छैन। आफू चर्चामा आउन मेरो चरित्र हत्या त सधैँ भइरहेकै हो। अब त बच्चाको पनि चरित्र हत्या हुन थाल्यो। तिमी बच्चाको आमा हौ। तिमीलाई भेट्न मन लाग्दा, बस्न मन लाग्दा जुनसुकै समयमा भेट्न सक्छौ, लान सक्छौ। तर बच्चा जाने वातावरण चाहिँ हुन पर्यो। तर योभन्दा बढी सामाजिक सञ्जालमा मेरो र बच्चाको चरित्र हत्या गर्ने काम बन्द गर। म त सहन्छु, सही रहेको पनि छु। पढ्ने बच्चालाई असर पर्ने काम गर्यो भने चाहिँ अब कानुनी उपचारमा जान बाध्य हुनेछु भन्दै यसरी सामाजिक सञ्जालमा आफ्नै पूर्व पत्नीलाई स्ट्याटस लेखेका छन्। दर्शकबिन, तपाईँलाई यो जानकारी कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया दिन भने नभुल्नुहोला।